ऊ चट्टान पर्छ क्या ठिक नि हात हान्छ साला एकैचोटि हातमा कि टाउकोमा यो लछीले हानेको नि अघि हेर्नु होला बल खेलेको यहाँ आज स्कुलमा कार्यक्रम भएको छ मौसम नि नराम्रै छ कता खेल्छन् मौसम नि नराम्रै भएको छ हेर्नु गरेको छु आज हेर यहाँ कस्तो ओए यसो यहाँ भिडियो क्वालिटी हेर भाइ भग भयो मौसम पनि नराम्रै भएको छ आज हेर्न सक्नुहुन्छ मौसम पानी परिरहेको छ त्यसको फाइदा खेलाडीलाई को यस्तो सिजन हो क्या रेड टेस्टलाई बसालिचनमा ट्राम चाहिँ लसेको छ रेज मिलेन अलि हाम्रो बल हराए तिमीलाई फाइदा हुने रेजी भएन क्या यार गोविन्द हिँड्ने रेज बसाल्यो होला आशिक नबसेर जान्दिनँ त्यसले खट्रा रहेछ कसको विशालको नि उस्तै छ लछेको नि उस्तै छ हो हो उठाएकै छैन नि यार होइन है हेरेर तिम्रो र मेरोमा तिमीले राम्रो निकाल्दो रहेछ होला हो र त हेर न होइन साँच्चै भन न तिम्रो देखाएको छ है कसको देखाएको न तिम्रो तिमीले देखाएको म होइन तिम्रो देखाइछ यहाँ बनाउन नि सकेछ नि यारको युट्युबर ल नमुना नम्बर 2 ल आकाश भक्कासी खेल्दै जान्थे सूर्य यो कमल धेरै लङ्गरन हुन्न घने रिसाउँछ नि फेरि आशिक भने रिसाउँछ र भोलि यस्तो पऱ्यो भने त जाइन्न क्या माछा मार्न त कति बजीतिर जाने नि कति बजीतिर जाने नि 10 जान्छौ 10 यो र 10 बजे त जाने म खन्न जाने हो 11-12 बजीतिर आउँछु म थुइ देख्यौ बाटो त
नहीं रोके होगा केटा म आउँछु अनि जाम्ला बल्ल 11 बजीतिर जाम्ला 11-12 बजीतिर जाम्ला खाना खाएर 12 1 2 3 4 5 बजेसम्म मारम्ला सिजन पनि जम्नी छैन र छ ग बा खुट्टा दुखेर भने त भर्खरै झामको चली बसिरह्यो त्यति पावरफुल अन्छन् यार केटाहरूले हान्न नि ए आउट गयो हेर्छ कुलेर गाली गयो ठेलीले मिलाइदिएकै छैन का यो ठेलेले गइले गर भन्ने का उताको नि उस्तै छ विशालको 100 धान्नेको देखेको छैन 14-10 भइछ विशालले कोले उठाइदिएर हान्छ कुलानीको यस्तो भक्कासुले उताको टिम रहेन जग्गा यार भक्कासे नि खेल्दो रहेछ क्या कुन सदर सेकेन्ड सदर हो भक्कासे सर्भिसमा आकाश रहेका छन् के उनले सर्भिस कताबाट कत्यो मिठो डिफेन्स थियो तर बलमा असफल भएको छ जसको फाइदा ताराबानीलाई खतरा कलर गरेको आहा त बाहिर सर्ने खतरा हुन्छ है विशालले त कति भयो नम्बर 19-11 कहाँ छ र उस गर्ने उके उहाँ आहा त यो उहाँ राखेर रहेछ That's number 2.